आज चाहिँ हामी खाना लागेको पिकनिक। अब यसै अब डिसेम्बर आन लाग्यो त अब सबैले पिकनिकको सिजन सुरु भयो है। अब चाहिँ हामी खाना लागेको पिकनिक यही तयारी भइरहेको छ पिकनिकको। यो चाहिँ मासु मैले बनाउन लागेको र मैले चाहिँ मासुलाई धुलाएर चाहिँ मैले आलु र तेजपत्ता हालिसकेको छु र फेरि हाल्न लागेको छु प्याज ग्राइन्ड गरेको। हेर्दै गर्नुहोस् मेरो रेसिपी। अब हल्दी हाल्दैछौँ। हाल्न लागेको छु प्याज यति ठुल्ठुलो। मैले पेस्ट पनि हालेको छु, यो पनि हालेको छु प्याज। हाल्न लागेको छु नुन, पाउडर। यो चाहिँ अब मिक्स गरेर राख्नेछु मेरिनेसनको लागि। तेल हाल्न लागेको छु, काँचो तेल। मेरिनेसन भइसकेको छ। हामी चाहिँ यसलाई राख्नेछु 15 मिनट जस्तो। गर्न भिडियो यो मेरिनेसन भइसकेको छ। हेर्नुहोस् हामी यहाँ तेलमा खडा मसाला हाल्दैछु। आज बेङ्गोली चिकन बनानी हो। बतायो भन्यो हजुरहरूलाई थाहा छ ग्यासमा पकाउनु चिकन भन्दादेखि यो आगोमा पकाएको कति टेस्टी हुन्छ दाउरा। हेर्नु फेरि हामी खडा मसाला हाल्नु लागेको माथिपट्टि फ्लेभरको लागि बहुत टेस्टी हुन्छ। यसरी एकबार चिकन पकाएर हेर्नुहोस् आफ्नो घरमा। मेरो नेपाली थोडा हजुरहरूलाई हिन्दी मिक्स आन्छ किनकि म दिल्लीमा बस्छु त हिन्दी र नेपाली मिक्स हुन्छ। हेर्नुहोस् मासुको कलर निस्किसकेको छ। यो तेल निस्किन लागेको छ मासुको। यो चाहिँ अब हेर्नु पाकिसकेको छ। अब हामी हाल्नेछु पानी अलिकति। मासु पाकिसकेको छ। कस्तो भएको छ तपाईँहरूले भन्नुहोस् र